खुसी थिए आफ्नै दुनियाँमा। वर्षौंपछि उसको कल आयो मलाई। म उठिरहेको थिएँ बिहानको 2 बजे। क्लब हाउसमा गफ गर्दै हाँस्दै मजाक गर्दै अचानक एउटा अननोन नम्बरबाट कल आयो। मलाई आश्चर्य लाग्यो, यति राति कसैले कल गर्यो मलाई भनेर। मैले त्यो फोन कल इग्नोर गर्दिएँ, सायद कसैले गल्तीले गरेको होला भनेर। एकछिनपछि फेरि कल आयो त्यही नम्बरबाट। सायद केही इम्पोर्टेन्ट कल होला भनेर मैले यसपालि उठाएँ अनि हेलो भने। उताबाट केही जवाफ आएन। मैले फेरि हेलो भने। यसपालि उताबाट पनि रिप्लाई आयो, हेलो। त्यो हेलो सुनेर क्लब हाउसमा हाँसी मजाक गर्दै बसेको मेरो मुड नै चेन्ज भयो, किनकि त्यो आवाज कहीँ चिने जस्तै लाग्यो। त्यो आवाज सुन्ने बित्तिकै आँखाको अगाडि अँधेरो भयो। धेरै पुराना यादहरूको सम्झना आउन थाल्यो अनि पुराना धेरै घाउहरू बल्झिन थाले। म निशब्द थिएँ। मैले अड्किँदै भकभकाउँदै फेरि हेलो भने। उताबाट रिप्लाई आयो, सरी, यति राति कल गरे, डिस्टर्ब त गरिन नि। मैले रिप्लाई गर्न पनि ओठ काम्न थाल्यो। डिस्टर्ब भयो भनौँ कि छैन भनौँ, केही सोच्नै सकिरहेको थिइनँ म। दिमागमा भुइँचालो आए जस्तै भयो। मेरो मनमा प्रश्नको बादी आउन थाल्यो कि आखिर किन यति वर्षपछि उसलाई मेरो याद आयो, त्यो पनि रातिको 2 बजे। मैले हिम्मत जुटाउँदै बोलेँ, छैन डिस्टर्ब भएको, भन न कसरी याद आयो मेरो। उसले केही जवाफ फर्काएन। केही क्षण पश्चात उसले सोध्यो, के छ तिम्रो हाल खबर? मैले भने, ठिकै छ, तिम्रो? मैले यति सोध्ने बित्तिकै ठिक छैन यार भन्दै ऊ रुन थाली। अब म झन् सोचमा परे कि वर्षौं पछि कल आयो, त्यो पनि रातिको 2 बजे, अनि रुन थाली। म आत्तिन थाले, कतै केही नराम्रो घटना त घटेन नि। मेरो दिमागमा अनेकौं कुराहरू खेल्न थाल्यो। मैले उसलाई फकाउँदै शान्त बनाएँ अनि आरामले कुरा गरेँ। अनि थाहा पाएँ कि ऊ जो केटासँग रिलेसनमा थियो त्यसले उसलाई अरू कसैको लागि छाडेर गएछ अरे। उसले भन्न थाल्यो ऊ कति रोयो उसको अगाडि, उसको मायाको लागि भिख माग्यो उसको सामु, तर उसले एक सुनेन। मलाई याद आयो, त्यसरी नै उसको सामु म रोएको थिएँ, त्यसै गरी उसको सामु मायाको भिख मागेको थिएँ मैले, तर उसले मेरो एक सुनेको थिएन। मलाई एक्लै छोडेर गई थिए। मेरो आँखामा आँसु थियो अनि त्यो ओठमा मुस्कान पनि कि उसले गरेको कर्मको फल भगवानले उसलाई पनि त्यही पीडा महसुस गराएर दिनुभयो। रुँदै रुँदै मसँग धेरै माफी माग्न थाले, माफीको भिख माग्न थाले कि म उसलाई माफ गरिदिउँ पुरानो कुराको लागि। अनि उसलाई पुरानो कुरा भुलेर आफ्नो जिन्दगीमा फेरि अपनाउन भन्न थाल्यो। मैले उसलाई आफूभन्दा धेरै माया गरेको थिएँ अनि धेरै वर्ष लाग्यो उसले दिएको त्यो घाउबाट, त्यो पीडाबाट मुक्त हुन। फेरि मलाई आफ्नो सब खुसी फर्किएको, मेरो जिन्दगी फेरि पहिलेको जस्तै सुखी हुने महसुस भयो। अनि मैले उसलाई माफ गरिदिएँ। उसले फेरि मलाई प्रश्न गर्यो, के तिमी मलाई फेरि पनि पुरानो कुरा भुलेर अपनाउँछौ र? यो प्रश्न सुन्ने बित्तिकै मलाई त्यो हरेक दिन सबै पल सबै क्षण मेरो सामु आउन थाल्यो। अनि मैले गहभरि आँसु हाल्दै जवाफ दिएँ, नो, नेभर। म तिमीलाई तिम्रो गल्तीको लागि माफी दिन सक्छु, तर तिमी जस्तो मान्छेलाई फेरि अपनाउन गल्ती कहिले गर्न सक्दिन। त्यो घाउ जुन तिमीले दियो, त्यो आँसु जुन तिम्रो यादमा हरेक दिन, महिना अनि वर्षौंसम्म बग्यो, कसरी बिर्सन सक्छु र म? त्यो पीडा जुन तिमीले दियौ, त्यो कसरी बिर्सौ म? यो जे हुँदैछ नि तिमीलाई, यो तिम्रो कुकर्मको सजाय हो, एक सच्चा प्रेमीको आँसु बगाएको सजाय हो, अनि यो तिमीले भोग्नै पर्छ, नचाहेर पनि। यदि तिम्रो केही बाध्यता भए
म सायद तिमीलाई अपनाउँथे पनि होला, तर तिमीले मलाई मेरो मायालाई अरू केटाको लागि ठुक्राएर गएकी थियौ। कसरी बिर्सौ म? मलाई माफ गरिदेऊ। म तिमीसँग अब फेरि जोडिएर हिँड्न सकिदिन सायद। अनि हुन्छ भने मेरो नम्बर पनि डिलिट गरिदेऊ अनि फेरि कहिले कन्ट्याक्ट गर्ने प्रयास पनि नगर। यति भन्ने बित्तिकै मैले केही नभनी कल काटिदिएँ। यो सायद पहिलो पटक थियो मैले उसको कुरा अस्वीकार गरेको। कल काटेपछि मलाई धेरै रुन मन लाग्यो अनि म रोएँ पनि, तर आफूलाई पीडा दिने गल्ती मैले दोहोरो गरिनँ। हरेकको जिन्दगीमा यस्तो समय आउँछ पक्कै पनि जहाँ तपाईले आफ्नो मन हैन दिमागले सोचेर निर्णय लिनुपर्छ। मन अक्सर भावनासँगै बगेर जान्छ, तर दिमागले सब थाहा पाउँछ के सही छ के गलत छ भनेर। हामी पुरा जिन्दगी आफ्नो मनको सोच्दै बस्छौं अनि आफैलाई पीडा दिन्छौं अनि दिमागलाई इग्नोर गर्दै बस्छौं। कति गलत गर्दै रहेछौं हामी। धन्यवाद।